ए देशको कुरा बाप रे बाप ओहो राष्ट्रवादी मान्छे पो हुनुहुँदो रहेछ तपाईँ त सुभाष सरलाई सोध्नु पर्ने। सुभाष सर देशको हजुर चिन्ता हजुर भन्नुहोस् त के कुरा हो मैले सुनिनँ फेरि भन्नुहोस् त देश कति बन्यो? दिनभरि देशकै कुरा भइरहेछ अनि त्यही भएर। यो देश भन्ने कुरा चाहिँ यो सजिलै बन्दैन क्या त्यो तपाईँलाई थाहा छ नि त यसको अहिले प्रोसेसिङ हुँदैछ त्यो बन्ने बेला आउँदैछ प्रोसेसिङ हुँदैछ अरे अझै। कस्तो भने यो जनयुद्धले 10 वर्षसम्म प्रोसेस गर्दा पनि बनेन तर अब चाहिँ छोटो टाइममै प्रोसेस गरेर त्यसलाई चाहिँ रिजल्ट यो चाहिँ दिनुपर्ने छ यो त्यो आउँछ नआत्तिनुहोस् यो एकदम नजान्ने मान्छेले चाहिँ रोटी पकाए जस्तो हो कि होइन हात पोल्दै के गर्दै रोटी पकाउँछ डढाउँछ होइन अनि डढेको छ रोटी सब कसले भन्यो भने पनि मान्छे रिसाउँछ है फेरि होइन डढेको पनि भन्न पाइँदैन त्यो खाने मान्छेलाई समस्या हुन्छ त्यसलाई टोक्नु कि होइन त्यसलाई चाहिँ के चितार्नु कि रोटीलाई होइन अब त्यसमा केमा डुबाएर खानु कि त्यो अब बनाउनको लागि त अब सुवासले पनि बनाइन्छ देशलाई त अब तर कस्तो बनाउँछ भन्ने कुरा भयो कि चिटिक्क मिलाएर बनाउँछ कि होइन सबै कुरा मिलाएर त गएर बनाउँछ कि अलिकति त्यो अलिकति नराम्रो देखिने गरेर बनाउँछ कि होइन जस्तो तरकारी अब कुखुरा बनाउँदा पनि कुखुरामा पनि पुरै झोल हालेर बनाइन्छ कि होइन हल्का ग्रेभी निकालेर बनाउँछ कि त्यसको पनि आफ्नो तरिका छ नि देश त्यस्तो एउटै अनि किसिमको सबै यसको फेरि राम्रो सिक्न पनि हाम्रो सङ्कल्प सरसँग कसरी बनाउने भन्ने कुरा। सुरुमा प्याज काट्नु पर्यो होइन लसुन ताच्नु पर्यो ठिक छ हाम्रो प्रकृतिलाई बनाइदिनु दियो भने जे पनि सुसी जस्तो बेटारिदियो सक्यो नो मैले आजकल छोडिदिइसकेँ दाजु जे पनि यसो यसो पोको सोको पारेर दियो ल खाओ भनेर खायो नखायो भन्दै जे पनि पोको पारेर दियो त मैले सुसी बेटरमा छोडे दाजु हेर्नु दिएर मलाई आरोप नलाउनुहोस् तर यो युरोपतिर बस्नेहरूले बनाएको सुसी देखेर जातिलाई चाहिँ हाँस्छ है फेरि हाँस्छ होइन दाजु दुरु दुरु रुन्छन् तिनीहरू बिचरा जस्तो नाटक गरेर किन यति धेरै बेइज्जत गरे सुशीको अपमान गरे तिमीहरूले भनेर हेर्नसम्म नि हेरे नेपाललाई प्रकृतिले बनाएको चाहिँ त्यति नमिठो हुन्छ प्रकृति के होइन कि दिदी सुशी पुरै त्यो मैले के भन्छु भने प्रकृति हामी नेपालीले जे पकाउँदा नि त्यो जिरा र मसला हाल्छ नि जिरा र धनियाँको धुलो हाल्छ नि जे पकाउँदा नि हो त्यस्तै हो युरोपियनले बनाएको सुसी पुरै त्यो भुजै त्यो कर्नफ्लेक्स हुन्छ नि भुजा नेपाली त्यो चटपटे मोले आसरी बाल्टी हालेर मोल्ने हो कि यो 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 चाहिँ अनि अब चटपटेर त्यो सुसी हाल्नुमा केही फरक देख्दिन अर्ग्यानिक चाहिँ बनाउनु नि बाल्टीमा हालिदिने घोलिदिने होइन प्रकृति त्यो भुजा टाइपको कर्नफ्लेक्स हुन्छ नि दिदी भुजा भुजा जस्तो देखिन्छ कि त्यो हाल्यो माछा हाल्यो मायोनिज हाल्यो प्याजको पात हाल्यो अनि मोल्यो चटपटे ए राइसबाट होइन अझ तिमीहरूले बनाउने त्यो भुजा जस्तो खालको मात्रै हो त्यो होइन भात पनि बाहिर त भातमै बेटार्छ बेटार्न चाहिँ तर भित्र हाल्ने कुरा चाहिँ के सुसीमा हालेर बेटार्ने कुराहरू हुन्छ नि त्यस्तो भुजा जस्तो के हाल्ने हो त्यसमा चाहिँ त्यो त नर्मली तपाईँले त्यो टिपिकल सुसी भनेको फिस मात्रै युज गर्छ नि त फिस एभोकाडोहरू मात्र हो नि त अनि यहाँ कुनै कुनै रोलहरू चाहिँ कस्तो छ भने मोलेर हाल्ने अलिकति म्यारिनेट गरेको खालको हुन्छ कि अनि त्यो म्यारिनेट गरेकोमा चाहिँ पुरै भुजै एकचोटि भुजै हो कि भुजा मायोनिज अनि अब माछाहरू कुन प्रकारको माछाहरूको अर्डर आएको छ अब त्यो अनुसार त्यो हाल्यो अनि पुरै त्यो चटपटे मोले यसरी मोलेर भित्र अनि रोल गरेर अनि काटेर दियो क्या त्यो चटपटेमा के फरक छ कति सजिलो रहेछ फेरि सुसीमा मायोनिज हालिदिन्छ यहाँ त त्यही हो यहाँ भन्दा मन लाग्छ त्यो विदेशीको सुसी अलमोस्ट बेल्जियममा चाहिँ म थाहा पाएको चाहिँ त्यही तरिकाले बनाउँछ कि खासै त्यो जापानिज गयो भने चाहिँ खासै मन चाहिँ पराउँदैन
बेल्जियमतिर बस्ने मान्छेहरू प्राय चाहिँ ओसो धर्ममा चाहिँ अलिक केन्द्रित छन् रे भन्दा सुनिन्छ नि। प्रवृत्ति के हो? एउटा दुइटा पागलहरू त छन् दिदी, अरू त थाहा छैन मलाई नि। ओसो वाले मैया मैले दुईजना चिनेको छु दिदी ओसोतिर लागेको। ओसो वाला चाहिँ होइन केटीहरू हेर्नुपर्छ कि च्वाङ च्वाङ केटीहरू पनि ओसोमा लागेर आउनुहुन्छ अनि कस्तो एकदम च्वाक च्वाक हो र त? के हो शब्द प्रयोग गरेर? कस्तो च्वाक भने? च्वाङ भनेको राम्रा के यसो अलिकति उज्यालो अनुहार भएको कि राम्रो सब बोल्नु न, राम्रा मान्छेहरू छन् भन्नु न। कस्तो च्वाक भने त? त्यस्तो भन्न अल्छी लाग्छ कि शब्द पनि के हो के? अनि अल्छी लाग्छ तपाईँलाई? अनि अब गाली गर्न जाम लाग्छ तपाईँलाई? मान्छेको तारिफ गर्नु त अल्छिने कुरा राम्रा हुन्छ भने अब तर फेरि तिनीहरूसँग कुरा गऱ्यो भने यो संसार केही पनि होइन भनिदिन्छन् कि अब रिस उठ्छ मलाई त्यसो पनि होइन दुई खै दिनको दिन च्वाक भन्नु र राम्री भन्नु कति फरक छ है। राम्री फरक छ नि, शब्द धेरै डिफ्रेन्ट हो नि। त्यो फरकै हो नि, ओडै फरक हो नि। होइन ओर्डै फरक हो, तर भन्न त अब एउटै खोजेको नि त भन्यो नि त। होइन, त्यो त्यसले मिनिङ पनि फरक फरकै लाग्छ। च्वाक र राम्रोमा चाहिँ फरक एउटै त्यस्तो मिनिङ होइन र, अहिले राम्री नै भन्छ नि होइन उता नि, पनि होइन। यहाँ फेरि भन्दैन नि, त्यसको मिनिङ फरक हो। बाहुनहरू धेरै पण्डितहरू छन् कि के ठिक हो के होइन के मिल्यो के मिलेन दायाँ दायाँ चाहिँ कोल्टिने कि बायाँ कोल्टिने पूर्व बसेर खाने कि पश्चिम गर्ने के गर्दा के गर्ने ठ्याक्कसँगले चाहिँ भन्नुपर्छ। अब यहाँ चाहिँ त्यो कुनै यहाँ कला भाषामा बसेको कि कुनै मान्छेको स्वाद गर्न बसेको जस्तो कि त्यो होइन भाषण बस्यो भन्दैमा जे नि बोल्नु पाइन्छ? पाइन्छ सङ्कल्प सर? त्यही त भने ठ्याक्क चाहिँ अब सियो फुएलको नि तपाईँले चिन्नुपर्छ सियो फुएलकै ऊ ठ्याक्क जुगामा ताल लाउँदै के बोल्ने कसको बोल्ने विचार छैन ऊ छैन समिता दिदी पनि सीमा फुयालको बहिनी है, विचार गर्नु। त्यही भने दर्शन छैन जे बाटी आएर बोलेको छ क्लब हाउसमा होइन हो नि, हाम्रो शिव दाइलाई जे पाइँदैन भन्नु है सङ्कल्प हो सर। फेरि म खानु होला, कामरेड फेरि आउनुहुन्छ अहिले शिव दाइ। शिव दाइ 2-3 दिन भयो आउनुभएको छैन, गर्नु देखाएको छैन। रुम देखाएन होला त फोनले ब्याट्री सक्यो होला नि त दुईटा आइडीबाट हुन्छ सङ्कल्प सर? एउटा मात्रै आइडी छ र उहाँसँग? ए खोल्यो होला नि कसैले अब छोराले कसैले खोल्यो होला बिचरालाई यो आइडीले देखाएन यो आइडी बिग्रिरहेछ यो आइडीले काम गरे अर्को आइडी खोल्दै यस्तै गर्नुहुन्छ र अनि शिव सरले रिमुभ हान्ने हो नि त तपाईँलाई, खासमा कारण त्यो हो नि। यहाँ रिमुभ हान्ने मन नपराउने होइन के गर्ने यहाँको एकजना मात्र छन् भने यहाँ त झुन्डै छन् नि यहाँ टोलै चाहिँ त्यो भिरमा उडले लखडा जस्तो गरेर लखड्ने चाहिँ छ नि यहाँ एकजना मात्र छ नि हाम्रो कामरेड गाउँमा उहाँले मिलेको कामरेडहरूले मात्र गर्दैनन् है, न कामरेडहरूले पनि रिमुभ गरेको देखाएको छु मैले। असन्तुलित बोल्नुभयो उहाँले अलिकति उ गर्नुभयो उहाँ अलिकति हाम्रो सामाजिक मर्यादाबाट चाहिँ बाहिर जानु पर्यो अति कम्युनिस्टहरूको के सामाजिक मर्यादा हुन्छ होइन कति हुन्छ कति हुन्छ नि सर? छैन केही पनि छैन दुपट्टा हाय में हो गए तेरे साया। यहाँ हामी सबै एमालेका चाहिँ कामरेडहरू नाचेको टिकटक भिडियो हेर्छौँ हामी कति धेरै माओवादीहरू नाचेको पनि टिकटक मलाई नि फलो गर्नु न टिकटकमा दाइ, के हो र? भिडियो म कहाँ फलो त कसैलाई पनि गर्दैन भिडियो पो हेर्ने त्यसो एकपल्ट भिडियो हेर्ने यो पनि नाच्दो जानु त्यसो मेरो लाइक गरेर आउनु जानु। तिमी पनि भिडियो बनाउँछौ र टिकटकमा बनाउनु त लाइक गर्नु न। हाम्रो समिताजी पहिला देखिन्थ्यो अहिले कता गयो देखिँदैन त तिमीले तपाईँलाई ब्लक हान्नु अरे। ए प्रकृति चाहिँ त्यसै लाउँछ होला। होइन हाम्रो समिताजी त नाचेर चाहिँ गीत के भिडियो बनाउनु उहाँ चाहिँ गीतमा चाहिँ ओठ लाएर बनाउने होला होइन यताउता गरेर के हो खास ओठ हल्लाएर भने चाहिँ कस्तो फेरि भन्दाखेरि त्यो उहाँले जान्नु भएको शब्द प्रयोग गर्नलाई। त्यही भने
त्यही भएर त गाली गर्छु नि मैले वास्तवमा भन्यो भने अँ, म म म पनि होइन यो एमालेमा पपुलर हुने भयो भने तिनीहरू सबैको भिडियो लाइक गऱ्यो भने म पनि पपुलर हुन्छु कि मान्छेलाई अहिले चाहिएको छ टिकटकमा भिडियो लाइक गर्ने मान्छे चाहिएको छ कि त्यही उम्, हो तपाईँले नाचेको कति राम्रो तपाईँको भिडियो कति राम्रो यसमा कति राम्रो भाव उत्रेको छ होइन ए अँ, उहाँले नि फ्लड गर्न जान्नुहुन्न रहेछ भन्ने कुरो थाहा भयो तर प्रकृति म चाहिँ मान्छेको चाहिँ नकली तारिफ एकपल्ट चाहिँ गर्न सक्छु दोस्रोदेखि तेस्रोपल्ट गर्न अल्छी नै लाग्छ कि मलाई एकपल्टसम्म चाहिँ गर्न सकिन्छ तारिफ एकपल्ट दुईपल्टसम्म चाहिँ ड्याम मेरो तपाईँलाई एउटा प्रश्न तपाईँ अब 45 मिनट बोल्न सक्नुहुन्छ यो न तिमी अब त्यो तिमी साहस उतारेर बोल्छौ तिमी के अरे डिस्कसन अनसेन्सरमा पनि बोल्छौ तिमी अरू अरू म कति जानी बोल्छु कि दाजु त्यो कति रुममा बोल्छौ भने त तिमी कति इङ्गेज हुन्छौ म सबै ठाउँ बोल्छु बाप रे बाप मेरो प्रश्न त्यही हो क्या 45 मिनट बोल्नुहुन्छ अनि यो रुममा गफ सुनेर बस्छु नत्र म निस्किन्छु अनि म सिरिज हेर्छु भन्न खोजेँ खास गरी अन्त भनेपछि हँसे रुम रहन्छ कि कुन 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 सिरिज हो र म के अरे तल छ कि तिर्का है के हो बिर्स्यो मैले हेर्ने पर्छ ए इन्डियन सिरिज पनि हेर्छ तिमी थेत्तर इन्डियन चाइनिज के त के हो नामै बिर्सेँ भाइ मैले त के हो र मेरो दिमाग ए तस्करी ए तस्कर म चाहिँ अलिकति इन्डियनको क्रिमिनल चाहिँ हेरेको थिएँ अस्ति नै होइन म प्रायः त्यस्तो हेर्दिनँ तर बिस्तारै अलिअलि सुरु गरेको थिएँ मैले एउटा तस्करी चाहिँ नयाँ हो नि दिन बस्यो नआएको 7 वटा एपिसोड छ राम्रो छ हेरौँ न के नाम तस्करी तस्करी रे तस्करी अँ इन्डियन हो नेपाली त हेर्दिनँ म नेपाली त टाउको दुख्छ मलाई इन्डियन हो ए ठिकै तपाईँ हो कसरी नेपाली हुनुभयो कि है तपाईँ नेपाली भएर जन्मिनु हुन्थेन कि सङ्कल्प सर अब यो चाहिँ कम्युनिस्ट विचार हो कि को मान्छे के भएर जन्मिनुहुन्थ्यो को मान्छे के भएर बोल्नुहुन्थ्यो कहाँ हुनु ल पर्थ्यो कसै सङ्कल्प त इङ्ग्लिस हेर्ने नेपाली भने केही पनि बन्नु पर्ने रन होइन अवे हेर्नु न छ मनपर्ने पनि छ नि त मन नपर्ने मात्र के अरे प्रगति रन अवे भन्ने छ इङ्ग्लिस चाहिँ त्यो हेर्नु राम्रो छ ए हुन्छ हुन्छ हो भन्दै भन हेर्छु एउटा एउटा इन्डियन ऊ थियो कि यो के पो मैले त ठ्याक्कै नाम त बिर्सेँ तर त्यो सिरिज चाहिँ कस्तो छ भने एउटा अन्धविश्वासको आधारमा चाहिँ एउटा एउटा पुरै फ्यामिलीले नै सुसाइड गरेको चाहिँ दिल्लीको स्टोरी थियो कि अनि त्यो कुरा मलाई कस्तो इन्ट्रेस्टिङ लाग्यो कि त्यो चाहिँ के अरे के पो भन्छ मैले शब्द बिर्सेँ त्यो हलुसिनेसन सम्बन्धी थियो कि एउटा मान्छे चाहिँ हलुसिनेट हुन थालेछ कि अनि त्यो हलुसिनेसनलाई नि उसले चाहिँ त्यो मान्छेले मेनिपुलेट गरेर सबै फ्यामिली मेम्बरलाई चाहिँ उसले जे भन्यो त्यतै गर्ने क्या उनीहरूले सबैले अनि लास्टमा चाहिँ सबैजना मर्छन् हाम्रो ठ्याक्क त्यो यसो गर्दाखेरि चाहिँ मलाई चाहिँ कामेडहरू जस्तो याद आयो कि कामेडहरूले पनि त्यस्तै हुन्छ कि एउटा मान्छेले हलुसिनेट गर्छ त्यसलाई विश्वास गर्ने मान्छे धेरै निस्किन्छ समाजमा यसले त एकदमै राम्रो कुरा भनेको यो त मेरो बाउ जस्तो उमेरको मान्छे हो यो त यस्तो हो उस्तो हो भन्ने किसिमको त्यो राम्रो हो तपाईँको सही पनि हो खासै सुनेर बसिरह जस्तो फिल चाहिँ आएन है दाजु ठिक छ प्रकृति फ्रिज हेर्नु फ्रिज यहाँ अग्रगामीलाई बोलाउन सक्नु पर्यो कि चुनावसम्ममा त्यो स्वरलाई चाहिँ के अरे भिनाजु घर आइसक्यो दिदी यो अहिले सोधेको जवाफै दिएन अलिअलि त मह पानी डिस्चार्ज भयो अदुवा खाएर चाहिँ मह पानी अदुवा खाएर त्यो भइसकेपछि चाहिँ फेरि यो घन्टीको विरुद्ध चाहिँ अग्रगामी लागिहाल्छ त्यो उसमा चितवनमा अग्रगामी ब्रदर लाग्न पाइयो नि अग्रगामी ब्रो रेस्टमा हुनुहुन्छ अहिले त्यही त भने
हनी खानु पर्यो, मह खानु पर्यो, यस्तो गर्नु पर्यो होइन, एक्सर्साइज गर्नु पर्यो, सबै चाहिँ गलालाई रेस्ट दिनु पर्यो कि अहिले। यो हनी र मह भनेको चाहिँ छुट्टा छुट्टै हो। हनीले मह हनी बनाउनु खानु पर्यो पर्यो, मह खानु पर्यो अरे। होइन। तपाईँको पनि त त्यो चाउचाउ जगल्टीले जितिहाल्छ चुनाव होइन समिताजी, कसले हो कसले? त्यो चाउचाउ जगल्टेको छ नि एउटा रासोपाको। त्यो त उता 1 नम्बर क्षेत्र हो नि। ए उहाँ त रवि लामिछानेको क्षेत्रको मान्छे हो नि। के नाम रे त उसको चाउचाउ हामी त जगल्टी? यता हाम्रो क्षेत्रमा चाहिँ रवि लामिछाने लड्न थाले हो। के रवि लामिछानेको क्षेत्रको मान्छे हो नि सुभाष सर? के भने हो? सरी म गलत बोलेँ, सरी। हाम्रो क्षेत्रमा चाहिँ आउन थाले हो रवि लामिछाने। ए हाम्रो अग्रगामी ब्रोले अलिदेखि त्यहाँ तयारी गर्नुहुन्छ। सानो त हुनै भएन नि। यही सोचाइले चाहिँ हाम्रो अग्रगामी सर चाहिँ घन्टीमाथि के यति घन्टी भन्नुभयो लागि सङ्कल्प पर्नु सर? भयो के होइन, त्यो हुन्छ नि कहिले काहीँ। तयारी गर्दै हुनुहुन्छ होला कि उसको त्यो के अरे घन्टी आयो भने कसरी त्यहाँ प्रतिरोध गर्ने, कसरी त्यसको विरुद्ध गर्ने भनेर चाहिँ तयारी छ होला। ग्रास रुट मिसन, ग्रास रुट कसले? अग्रगामी ब्रो चाहिँ पनि ती के अरे राष्ट्रसभामा गएको दिन त एमाले त सक्यो त त्यसपछि त। र अहिले चाहिँ त्यो स्ट्रगल फर एक्जिस्टेन्स भन्ने खालको थ्योरी चाहिँ लागू भइरहेछ हाम्रो अग्रगामी सरको, या त्यहाँ भएका चितवनमा भएका अरू पार्टीका मान्छेको घन्टीसँग उहाँहरू चाहिँ त्यो आफ्नो एक्जिस्टेन्स देखाउनको लागि चाहिँ स्ट्रगल गरिरहनु भएको छ। किनभने कहाँको मान्छे चाहिँ आएर त्यहाँबाट चुनाव जितिदिरहेछ नि त रवि लामिछाने। त्यसको लागि चाहिँ अब उहाँहरू घन्टीमा आउनुहुन्छ या घन्टीलाई त्यहाँबाट निकाल्न सक्नुहुन्छ भन्ने चाहिँ हेर्दै जाउँ। अर्को 10 वर्षपछिको रिजल्टले देखाउला। कुरो सही आयो, सही आयो। होइन त सन्ध्या दिदी, अहिलेको अरू पार्टीको त्यो अहिले त्यहाँ भइराखेको त्यो सङ्घर्ष चाहिँ त्यो स्ट्रगल फर एक्जिस्टेन्स नै हो त हो नि। त्यस्तो खै के हो खै के अरे सुभाष सर, छुट्याउन गाह्रो भइरहेछ। यो 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 चाहिँ अहिले चाहिँ बुम बुम जस्तो हुन्छ कि सुभाष ब्रो चाहिँ यो नेप्सेले चाहिँ सर्किट ब्रेक गर्छ भने जस्तै हो कि यो सबै कुरो नि। बुल बुल आशै आशमा बस्नु पर्ने होइन। साँडले हिर्काउँछ भनेर चाहिँ यहाँ आउँथ्यो छ नि। ल साँडेले हिर्काउँछ भन्दाखेरि चाहिँ चुनाव भोट माग्नु साँडले नि हाल्ला नि नेप्सेवालालाई कि। रवि लामिछानेले 2 नम्बर क्षेत्रबाट हार्यो भने चाहिँ के हुन्छ होला है? त्यत्रो आश छ साथीहरू। हार्दैन, दुईबाट त किन हार्थ्यो र। प्राय होइन भने रवि लामे छानेको लागि चाहिँ कस्तो छ भने उसलाई जित्दाखेरि फाइदा छ कि, प्राय जित्दाखेरि फाइदा छ र ब्याड लाग्छ कि। चुनाव जित्ने बित्तिकै प्राय जेल गएको उसको रेकर्ड छ कि। अनि अब उसको खासै शुभचिन्तकले चाहिँ उसलाई भोट नदिएर हराउनुपर्छ खासै भन्ने हो भने चाहिँ, उसलाई चाहिँ राम्रो सोच्ने हो भने चाहिँ होइन। एकपल्ट चाहिँ चुनावमा उठ्यो के गर्यो जेल सिधै चाहिँ उसको क्यान्सल भयो, नागरिकता के चुनावै क्यान्सल भयो। दोस्रोपल्ट गऱ्यो के गर्यो सिधै जेल गयो कि। भन्दाखेरि चुनाव चाहिँ मा चाहिँ रवि लामिछानेको राहु केतु छ कि होइन कि त त्यो यसो कालो सालो कपडा लगाएर तपाईँले के रवि लामिछानेको हात हेराउनु भएको क्या हो? होइन उसको चाहिँ हातै हेर्नु पर्दैन, निधार थाहा हुन्छ त्यो कुरा त। हात हेर्नु पर्यो, निधारै थाहा हुन्छ होइन। अस्ति चाहिँ त्यो डान्सै हेर्दा थाहा हुन्छ। अस्ति चाहिँ त्यो उसमा गाडीमाथि नाचेको नाचै मलाई याद छ।
त्यो रवि लाइम छानेको आफ्नै चाहिँ होइन सच्चा चाहिँ उसको हिरेसी मानिस छ भने उसले चुनाव हराउँछ होइन, बरु अरूलाई जिताउनु, रविलाई चाहिँ हराउनु कि। रविले नै जितोस् भनेको थियो कि त्यतिखेर चाहिँ मैले चाहिँ प्रार्थना नै गराएको थिएँ, एकदम भाकलले बसेको थिएँ होइन। अनि अब त जितेर के भयो त, फाइदा भयो त भएन नि। एकपल्ट चाहिँ जितेको बिचरा गृहमन्त्री जस्तो पद पनि गयो। मेरो विचारमा चाहिँ रवि लामिछानेले चाहिँ अब चुनाव नजितिकन सांसदमा आउनुपर्छ कि, सिधै त्यो पो हो त सिधै। हाम्रो हाम्रो चाउचाउ दाईको के हुन्छ कुनै चाउचाउ जगल्टे दाईको अब त्यतातिर जाँदाखेरि त चाउचा जगल्टे दाइले जित्छन् भन्छन् राजसभाका जेएनजीहरूले। तर त्यस्तो राम्रो कपाल पनि मजा घुम्रेको छ, जुगा पनि पारेको छ, त्यति मान्छेलाई त राजसभाले जिताउँछ। केटीहरू पनि धनी टन्दै छन् कि राजसभामा भोट दिने खालको। मैले त देखाएको छु नि त, उस चितवनको भिड देखाएको छु नि त, उसमा रवि लामिछाने भाषण गर्दाखेरि त देखाएको छु नि त भिड सबै। अब यसमा बिचरा रेणु दाहाललाई कसले भोट दिने? रेणु दाहाललाई भोट दिने मान्छे नै भएन। रेण दाललाई भोट दिने मान्छे भएन। कसले भोट दिन्छ रेणु दाहाललाई? 3 नम्बरबाट जित्ने रेण दालले हो भोट दिने मान्छे भएन। तपाईँ पनि सङ्कल्प छ चितवनमा कतिवटा 3टा के क्षेत्र हो हो त्यो? अमिता दिदी? चितवनमा रेणु दाहालले जित्छ त। 3 नम्बरबाट जित्ने रेण दालले त हो नि अहिले। सविता गौतम आयो भने त गाह्रो छ त, गाह्रो छ त, जित्छ सविता गौतम आए पनि जित्छ, रवि लामिछाने त्यहीँबाट उठि नि जित्छ। गाह्रो छ। उसले के रेण दालले रेणु दाहाल जेन्जीले के भने पकड राम्रो त्यसलाई छ। सोध्नु भएको छैन? अघि 1 नम्बरको कसले? जेन्जीले त हरिले जित्छ भने 3 नम्बरको जेन्जीले के भने समिता दिदी? 3 नम्बरको जेएनजीहरू चाहिँ अरू जेएनजीहरूसँग कुरा गर्दा रेण दाले जित्छन् भन्छन्। राष्ट्रपतिका जेएनजीहरूसँग भेटघाट भएको छैन। त्यो रेणु त्यो त दाहालले जित्छ त्यही नि रेड फोर्सलाई भेटेपछि त भन्ने भएको। त्यो त्यो रेणु दाहाल हेर्दाखेरि प्रचण्डलाई त्यो त प्रचण्डलाई त्यो अलिकति उता कता त्यो 1 नम्बरका जेएनजीहरू पनि राष्ट्रपतिका जेएनजीहरूलाई भने हो नि त, अहिले त भने छैन। त्यो रेणु त्यस्तो दाहाल नहोइन। भनेर तपाईँले भेटेका जेएनजी त्यो अस्ति प्रचण्डलाई त्यो कता त्यो पार्टीको हेडक्वार्टरमा पुरै फुलमाला छर्केर राजकीय सम्मान गर्नेवाला जेएनजी होला नि फेरि। जेएनजी त जेएनजी नै भयो नि। अब जेएनजी भनेका कस्ता जेएनजी भन्ने कुरो भएन। मिराज ढुङ्गाना विप्लवको के अरे गुलाब फुल लिएर हिँड्नेवाला अब यस्तो जेएनजी विचारको दास नहुने अब चाहिँ के जेएनजी अरे हो क्या, लिडरसिपले रियल जेएनजी चाहिँ। मेरो 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 विचारमा चाहिँ यो मेयर सेयर उठ्ने मान्छे चाहिँ सबै चुनावमा हार्छन्। यो जो मेयर उठेका छन् नि, किन यो मेयर सेयरको काम भनेको चाहिँ यसो बढार्ने यताउता गर्ने पिछिची गर्ने त्यति मात्र हो कि। जनताले मन पराउँदैन कि त्यस्तो मान्छेलाई चाहिँ। यो फोहोर काम गर्ने मान्छे रहेछ भनेर चाहिँ संसदमा गएर संसदै फोहोर हुन्छ भनेर भोटै दिँदैन त्यसोलाई, बेकार सङ्कल्प सरले भनेपछि चाहिँ हुनसक्छ है। हो। चितवनमा त्यो काम गरिरहेको छ, यता गरेर किन त्यो चितवन फेरि फोहोर भयो भने के हुन्छ? सांसद भएर त्यहाँभित्र काम गर्न छाडिदियो भने रेणु दाहालले होइन, त्यत्रो गरिरहेछ, ती बस्नु नि त राम्रो गरेछ भने त। किन माथि चाहियो उसलाई चाहिँ? के हो र माथि गएर के गर्ने? त केही पनि गरेन। खुरुक्क घरको भात खानु, त्यो नगरपालिकामा जानु, काम गर्नु, नेतागिरी गर्नु, फर्किनु, सक्यो।
ल साथीहरू गफ गर्दै गर्नुहोस् है एकछिन निस्केँ म। सुभाष सुभाष ब्रो पनि घन्टीमा छिरेको भनेपछि त उमेर त धेरै भयो त्यो सुभाषको त होइन सुभाष ब्रो 35-40 त कटिसक्यो होला नि